मैले हिजो एउटा युट्युबमा सर्ट भिडियो हालेको थिएँ। एकजना सरले चाहिँ नि कमेन्ट गर्नुभएको थियो, मिठो कमेन्ट गर्नुभएको थियो। तिल्पेको लागि तपाईँले आरा के खेलाउनुहुन्छ भन्दै हुनुहुन्थ्यो। त्यसको लागि चाहिँ नि हामीले यसरी लेउ खेलाउँछौँ है सर। लेउ खेलाउँछौँ। हाम्रो बल्छी चाहिँ नि यस्तो हुन्छ है। हामीले बल्छी यसरी डबल राखेको हुन्छ। त्यसपछि लेउमा हामीले चाहिँ खोलाबाट ल्याएको लेउ हो यो। यसलाई यसरी राखेर यहाँ समाएर यसरी घुमाइदिएपछि लेउ यसरी बस्छ। यहाँ है लेउ यसरी बस्छ। तपाईले यसरी खेलाउन सक्नुहुन्छ है। यसो गरेर कास्टिङ गर्नुभयो भने लेउमा चाहिँ नि तिल्पे माछाको चाहिँ बेस्ट आरा है यो।